खाने त खाने नै होइन तितो हुन्छ अरे तितो हुन्छ अझै माइती यो त नि भुत्ला सरी छ त त्यो त्यस्तिकै त्यो खाने नमिठो हुँदैन माइती यो भुत्ला निकाल्नु पर्छ नि कोही हिजो बिहान मुङ्गेनी माइसँग लिएको सबिनाले माइतीले ल्याउनु भएको त राम्रै हो त्यो निग्रो खाने ऊ त्यहाँ मसरुम भरे खानु पर्ला माइतीले अब अस्तिको कस्तो मिठोसँगले पकाउनु भएछ नि अस्ति नै खै त चा मलाई टिप्छु पो हो म त मेरो लागि त टिपेर रेडी गर्नु खाना खाएपछि गर्नु न अर्को ठुली बहिनीले पनि गर्नुहुन्छ मासु त एउटा स्वभाव मात्रै हो के एउटा यो साग सिसुन राम्रोगरी पकाएर खानु पाउनलाई बुझ्यो भने कम्ती राम्रो काम भाइ नाङ्ग्याङ्ले छाती राम्रो हो क्या दालको लागि आगो नै राम्रो पर्दैन त हौ गुट्टु उद्या ल्याउनु बुनु त्यहाँ राख्ने पनि पहिले यो धोएर आउँछु ल म लागेको छ मेरो त्यसको साइनलाई के चाहियो हाम्रो के चाहिँ त्यतिखेर यस्तो सानो छ कि तास्ने बहिनी अर्को कान्छी के गर्दैछन् भइसकेको छैन नि
खामाहरू गर्नु नि बाहिरमा काठको चटनी तिमी चाहिँ के हो गोदे के साह्रै चुल्चेको आलुले पनि म त काम गर्नु त बिस्तारै झ्याउ लाग्छ कि काम छिटो छिटो सबै हाल्नु मन लाग्छ र अब धुवाले त मार्यो है के भन्छ आउँदै जाँदै यता यस्तै हुँदो रहेछ हौ यो ठाउँमा घामकै पिरो हुँदैन जानुभएको हो त कि कहाँ हिँड्नुभएको मेला हिँड्नुभएको कुखुराको मासुसँग चाहिँ मिठो हुन्छ बरु यो दिदिन त हौ जिराको कोपै ल यो पनि के छ भरि छ छैन नाना खतरा पिसिदिए म कम्ती गरौँ छैन अरे बा भान्जाहरूलाई बाहिर लानु नि डन्ठे नाचेर टुप्पामा त टिप
हजुर यता वरिपरिले पुग्नु छ हामीले कस्तो राम्रो थियो म त बाँसको चिन्ता बनाएर एकै बहिनी त हो मैले भन्नु त होइन तिन बहिनी होइन एकै बहिनी हो ए हाम्रो ऊ चाहिँ आमा हजुर दुई बहिनी छेमा पनि हुनुहुन्छ दुई ठुलो भयो छेमा पनि हुनुहुन्छ अनि तरकारी चाहिँ कतिजना खाने हो यस्तो अनि तन्नै मामा आज 10 जना 12 जना छ खेताला छ होला यो होइन होइन पाहुनाहरू अब यता kita show you. मम्मीहरू खोइ
मम्मी र छेमा कहाँ खानु भयो बाबु खाना बनाउनु है मम्मीले सोध्नु न म यहाँ खाना पकाइरहेको छु कसरी थाहा हुन्छ त मलाई मामा म दिन्छु है कता गयो तेरो आमा पनि खोइ उता बस्नु त बाबु उता बस्नु त यहाँ तरकारी खाने कि नानी म यो धेर हुन्छ होला आलाई थराइ सिधै हुनुहुन्छ दादाले अनि मामाले सयङ्ग्रा पानी ल पानी ल्याइदिनु हौ एकदम गर्दा नमस्ते गर्दा सिधा बसेर त्यसो त हुँदैन कम है कस्तो खाने है माम त्यहाँ बसेर म थपिदिन्छु त मैले सिए ल्याउ खाऊ न कान्छी थपिदिन्छु फेरि सायद लट्ठी ल्याउ त लट्ठी भाउजूलाई बोलाइदिउँ भाउजू आयो अब भाउजू आउँदैछ है गम्की गम स्याङस्याङ खायो नि रिसोको ऊ कुनामा बसेर कराउँदैछ के बिरामा बस्छ लगिगयो त अनि यो खाले पिर त थुप्रो एउटा मात्रै छ छोरा पो थियो त छोरा यहीँ छ कम म एउटा त्यहाँ दिदी बस्छ भात ल्याइदिउँ माथि नबस्नु भात भयो भयो अलि तरकारी पुग्यो बस्नु पर्ला हो भयो ल यहाँ बस ऊ ल दालमा हल्का नुन थप्नु पर्ने के मैले चुस अलिकति नुन थपिदिनु न त्यहाँ चाहिँ कम नानीहरूले गरेको नुन त मलाई होइन माइजू त्यहाँ खाने मान्छेले भनेको न अब बाँकीलाई मलाई त पुगेकै थिएन हो यसलाई त म त मैले यसो भुइँको देखेको थिएँ त भन्छु मा खाएको भुँडी त मैले आफैले सोधिनु भइसक्यो पत्रिकाको पोकाले अनि खाएको हो र नकुट्नु नाम खा अरे
अहिले भौजी आउँछ अहिले जानै दिँदैन होला सँगै खाने अब म मेरो नानीले खिच्छ म खिच्छु खिच्नु ताती अरू कुरा खोजेको मम्मी खोज्दैछु यहाँ सबै डस्टबिन फेल्छ छोरी फेरि उसको चेलीको छोरा तपाईँको आमा र उसको माउली घर एउटै घर तल्लो घर फुपा भनेपछि धेरै बुढै हुनु पर्यो भनेपछि त उनीहरू पछि जाने हो बिचरा ल त न है म त यसलाई त के गरौँ के खाइसक्नु भयो अब घरमा गाडपछि चाहिँ एक्लै खेलिरह मेरो सिन्नी बाला लगाइसक्यो सबले फुटेर चलाइहाल्नु ल दादा बनिन्छ झ्याम्मै हान्दी गयो मटन खावायचं का यहाँ मुनिबाट छिरेर उता चाप लगाएर आएछ कहाँ छिरो खाने फेरि आएर कुट्ला नचलाउनु अरे झ्याम्मै हान्दी जाऊ छोरी पुसा हो त चाप लगाएर आएछ झन्नै झऱ्यो बाहिर मान्छे ठुलो मन त्यो मलाई चप्पल दिनु भनेको त्यहाँ बस्ने एक्लै खेल्ने एक्लै खेल्ने भान्जासँग नखेल्ने है भान्जाले कुटिहाल्छ दिमालाई भात खै म थप आउँछ होला नि खाऊ खाऊ खै माइ बाहिर छुयो छैन फोन गर भन्दा हेर नि कसको मामी हो कता गोठालो जानुहुन्छ तिमी गोठालो छैन न सिस्नुको बोटो कता बोलान्छ यता यता ऊ त्यता टिपिसकेको छुइनँ फेरि टिप्नु जानु भाडा साडा मागेर रातिर त छैन त कतिर छ अरे कसले आखिर यहाँ यता टिपिसकेको छुइनँ यता छ एउटै छैन अस्ति मैले कति सुरु गरेँ मात्र घरमा तल्ले यो त भोजनी गएको उको पनि आलु जस्तै तात्यो के हो चिनी नै आलु र ओ होइन माइजू उस्तै सेपमा काटेको छु उस्तै डिजाइनमा कि सेपमा यो कसको पानी तपाईँको चम्चाको नखेलेर कति भयो